皆さん、皆さんこんにちは。これから私たちはとても有名なところに行きます。 नडलोस् भन्नको लागि यो रुख सुरक्षा गरेको रे यिनीहरूले। पहिला चाहिँ यो काठको गरेर चाहिँ काठको, अहिले चाहिँ फलामको डङरङ्ग लगाएर फलामको हेरी ठुलो राखेछन्। रुख ठुलो छ, रुख अग्लो छ। कस्तो टाउलो छ है, कति वर्ष 100 वर्ष पुरानो होला कि यो चाहिँ है। कति सय, त्यही भएर यस्तो सुरक्षा गरेर राखेछ कि मान्छेलाई जस्तो सुरक्षा गरेर पुरा राखेछ। कसरी हो भित्र जान खोजेको तर भएन, टाइमै 5 बजेसम्म रहेछ। अनि त्यो मान्छेहरू आएर भिडियो चाहिँ बबा लाग्यो क्या, आमामा कति राम्री हो के। यता ल यतातिर दामी छ। वाउ नाइस भ्यू। हेर बाबु, मैले भनेको मान, यतातिर यसरी नमुद, तलाई पुलिसले समात्छ, जरिवाना गर्छ। त्यही भएर यस्तो ठाउँमा आएर त मुद्ने त गधा त चोर डाँका मुद्दैछ। हजुर मुद्ने कति मुदेको। ओहो ल धन्न मोबाइल खसालिदियो अरे त। यस्तो राम्रो दिन गर है ठ्याक्कै। हामी चाहिँ यतातिर घुम्न जाने भनेको, यो मन्दिरमा, जापानको एकदमै पुरानो मन्दिर रहेछ यो। जाँदैछौँ यतातिर। 皆さんこんにちは。これから私たちはとても有名なところに行きます。ल यहीँ आइयो त। अनि उता कता घुमेर, उताबाट घुमेर जानुपर्छ अहिले। आउनु त है, जानु त है, घुमेर जाने भन्ने प्लान बनाउँदैछौँ र फाइनल्ली वी आर इन ओदावारा जो एन्ड देन होइन यसो मान्छेहरू आउँदा त यसो इङ्ग्लिस हान्ने पो हो। यो त खतरा टुरिस्ट रहेछ, यो त घाँटिस टुरिस्ट रहेछ। अब योले त यहीँ 4-5 लाख त यहीँ यतै साउँछ भन्ने त्यस्तो सोच्छ नि त। अनि इङ्ग्लिस बोल्दा पनि अलि अलि फाइनली वी आर इन टोकियो, वेलकम टु टोकियो। ल कस्तो रिसा आएको हो र। रिसाउँदा त झन् कति राम्रो देखिनु। ल यहाँबाट माथि किन्ने रे। ल यस्तो राम्रो देखिन्छ। ल ल दिएँ के मैले तिमीलाई, दिइसकेँ। ल ल यता देखाउ त, यता देखाएको छ। जापानलाई चाहिँ त्यसै जापान चाहिँ भनेको चाहिँ होइन। ल हेर्नुहोस्, जापानको चाहिँ धारो पनि यस्तो हुन्छ, माथि माथि मुड्छ। नेपालको धाराले तल मुड्छ, त्यही भएर जापान भनेको सरै माथि हुन्छ, नेपाल भनेको तल तल हुन्छ। पिरीमा पाएको पानी खाऊ, तिमीले पनि जाऊ पानी खाऊ। ल पानी खाऊ, कस्तो दामी आएको है। पानी खाऊ ल। खाने बेलामा चाहिँ मुड भनेर नसम्झ्यो है। मिठो छ है। फेरि खानु पर्यो। म ल खिच त्यति बेला हावा। उता गएर भेन्डिङ मेसिनमा एउटा जुस किनेर खानु पर्ला भनेर सोचेको थिएँ। पैसै बच्यो। यो 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 मन्दिर जस्तो होइन, यहाँ चाहिँ पहिला चाहिँ यहाँको राजा बस्थ्यो अरे क्या। अनि यो चाहिँ अग्लो उचाइमा छ नि त। अनि यहाँ उचाइमा बसेर राजाहरू त होइन आफ्नो सुरक्षाको लागि माथि बस्ने भयो होइन। पछि हुन्छ कि पछि यो साकुराहरू भन्छ। उ त्यो परको छ त त्यो साकुरा होइन, साकुरा फुल जापानको। यो फुलेपछि यहाँ चाहिँ इभेन्टहरू हुन्छ क्या। अनि त्यसपछि हुन्छ कि यो सल्लाहहरू हेर न, आमा
यो सल्लाहहरू त ठ्याक्कै हाम्रै गाउँठाउँ जस्तोको याद आउँछ है। यो सल्लाहलाई सेल हान्ने तिम्रो मैले अनि फल्ले निकालेर बेच्ने क्या माथि गाउँतिर लेकतिर जस्तो है सल्लाहहरू पुरा। अनि यतातिर छ के छ यो अहिले जाँदा उ त्यो बाटो जाने हो कि हामी सर्टकटमा सट्ट गरेर अघि यताबाट आयो। अनि यहाँ माथि छ यो चाहिँ पहिला चाहिँ राजा बस्थ्यो अरे। अनि राजा चाहिँ माथि यो चाहिँ अग्लो उचाइमा छ कि। अनि यो उचाइमा भएको कारणले गर्दाखेरि राजालाई चाहिँ सुरक्षा हुनु पर्यो होइन। अनि यहाँ बस्ने अनि उता यता होइन तल यता उचाइमा छ नि त माथि बस्ने माथिबाट दूरबिनले हेर्ने तलतिर। अनि भित्र जान खोजेको तर भएन टाइमै 5 बजेसम्म रहेछ। अनि त्यो मान्छेहरू आएर भएन। अब नेक्स्ट टाइम चाहिँ टक्क साकुरा फुलेको बेलातिर चाहिँ टक्क आएर घुमेर माथितिर गएर ल ल ल ल खै कहाँ खिच्ने हो तिमीलाई? ल छिटो भन ल म खिचिदिइहाल्छु नि। खै देखाउ त साकुरा अर्कै जातको साकुरा हो। हेर न यो सल्लाह यत्रो ठुलो कति 100 वर्ष पुरानो सल्लाह होइन। त्यसलाई टाँका लाग्यो देखाउ। हेर न यो सल्लाहलाई सुरक्षित गर्नुको लागि चाहिँ यसरी टाँका लगाएर आमामामा यो त बापरे यत्रो टाँका लगाएर पहिला चाहिँ यहाँ तल लगाएर चाहिँ काठको अनि माथि टाँका लगाएर सल्लाहलाई चाहिँ नढल्नको लागि सुरक्षित गर्नको लागि यस्तो गरेर राखेको छ। आमामामा हेर त बापरे यो साकुरा यही हो ल यही मात्रै रहेछ यहाँ चाहिँ। अनि पछि चाहिँ उतातिर टन्नै फुल्छ अनि त्यसपछि यहाँ चाहिँ एकदम राम्रो हुन्छ साकुरा। वाउ साकुरा फेरि यता अर्को साकुरा यता साकुरा राम्रो रहेछ। फोटो खिच्ने ठाउँै रहेछ त त्यहाँ बबाल। यो रुखलाई नढलोस् भन्नको लागि हेर गाइस पहिला चाहिँ यो पुरानो रहेछ काठको। मान्छेलाई भन्दा माया गरेर त अहिले चाहिँ फलाम लो छ रुख चाहिँ। नढलोस् भन्नको लागि ए रुख सुरक्षा गरेको रे यिनीहरूले। पहिला चाहिँ यो काठको गरेर चाहिँ काठको अहिले चाहिँ फलामको डङ्गरङ्ग लगाएर फलामको हेरी ठुलो राखेछन्। रुख ठुलो छ रुख अग्लो छ कस्तो अग्लो छ है। कति वर्ष 100 वर्ष पुरानो होला कि यो चाहिँ है। कति सय त्यही भएर यस्तो सुरक्षा गरेर राखेछ कि मान्छेलाई जस्तो सुरक्षा गरेर पुरा राखेछ। कसरी हो पहिलातिरको गेटहरू होला है। हेर न यत्रो ठुलो यत्रो पहिलातिरको बाजेहरू त डेन्जर बलियो हुन्थ्यो नि त त्यही भएर। अनि यो ढुङ्गा के त्यति बेला चाहिँ के हुन्थ्यो अरे भन्दा त्यो ठुल्ठुलो ढुङ्गा त खासै पाउँदैन होइन। जसले यो ठुलो ढुङ्गा उचालेर ल्यायो त्यसलाई भलमान भन्थ्यो अरे क्या। उतातिरको सानो ढुङ्गाहरू लिएको चाहिँ अब भलमान अनि उस्तै भयो। यता ठुल्ठुलो ढुङ्गाहरू चाहिँ लिएकोलाई चाहिँ भलमान भन्थ्यो अरे क्या। त्यही भएर यसरी बनेको रहेछ भनेर गफ हानेको मैले। यो चाहिँ भलमानले लिएर रहेछ कि ठुलो ढुङ्गा है। लास्टै जाडो भएर गएर तल गएर तातो कफी किन्न खानुपर्छ बा। यस्तो मजाको बाटो छ यार। यो अर्कै साकुरा हो क्या। कहाँ हेर न दामी छ है। पहिला हामी यताबाट आउँथ्यो अघि यताबाट गइएछ खुट्टा मर्केले नि तल हेर हमारी किता को तो नाइ नुदेने श्री बाबा कर नाइ हो। सल्लाहहरू चाहिँ लेकतिर जस्तो सल्लाहहरू चाहिँ हुने क्या यतातिर पनि राम्रो जोस्।
फोटो खिच्ने राम्रो फोटो खिच्ने राम्रो हुन्छ ल भाइ एकचोटि हेरौँ यता हेर एकचोटि दामी आउँदो रहेछ यहाँ चाहिँ खिच्नुपर्छ है फोटो है मजाले खिच्नुपर्छ है अहिले खिचाउँदा हेर भिडियो चाहिँ बबा लाग्यो आमामा कति राम्रो हो के यता ल यतातिर दामी छ वाउ नाइस भ्यू कौवा यो कौवा भन्ने त जता गए पनि हुने यार नेपालमा पनि हुने यतातिर नि आमामा कति धेरै कौवाहरू हो यतातिर चाहिँ सबै उयसहरू चाहिँ राख्छ त्यो नोटिफिकेसनहरू राखेर बनाएको छ राम्रो छ पुरा फुल्यो भने दामी हुन्छ क्या त्यहाँबाट टक्क यो बाटो चाहिँ टक्क साकुरा फुल्छ अनि यहाँबाट चाहिँ टक्क लाएर चाहिँ यहाँ माछाहरू हुन्छ अनि यताबाट छिरेर चाहिँ हेर्न जान चाहिँ हामी सकिन्छ बाटो चाहिँ साह्रै राम्रो तर मासु बुझ्थे मेबी